नयाँ युग सुरु हुँदैछ, एउटा यस्तो युग जहाँ प्रविधि र सृजनशीलता सँगै अघि बढ्छन्। वेलकम टु एटमिरा, द बिगिनिङ अफ न्यू डिजिटल रेभोल्युसन फ्रम नेपाल। हेलो एभ्रिवन, नमस्ते। आज हामी कुरा गर्दैछौँ अहिले नेपालभर भाइरल भएको एक चर्चित विषय ओर्लिङ्क 6G को बारेमा। के साँच्चै नेपालमा 6G आएको हो त? कि यो सिर्फ एउटा प्रचार मात्र हो? लेट्स क्लियर द कन्फ्युजन इन अ सिम्पल वे। तपाईले पनि सुन्नुभयो होला, ओर्लिङ्कले भनिरहेको छ कि नेपाल्स फर्स्ट 6G इन्टरनेट। तर धेरैले बुझेका छन् यो मोबाइल नेटवर्कको 6G हो भनेर। तर के साँच्चै यो त्यस्तो हो त? अब आउनुस्, एक्चुअली यो मोबाइल नेटवर्कको 6G होइन। यो वाइफाई 6 भन्ने एउटा नयाँ टेक्नोलोजी हो जसलाई ओर्लिङ्कले 6G भनेर प्रचार गरेको हो। वाइफाई 6 भनेको एउटा नयाँ जेनेरेसन हो, वाइफाई टेक्नोलोजी हो, एउटा वाइफाई 6 राउटर चाहिँ ओर्लिङ्कले चाहिँ ल्याएको छ, एउटा नयाँ टेक्नोलोजी चाहिँ ल्याएको छ जसले तपाईको घर वा अफिसको एउटा कार्यालयको वाइफाईलाई चाहिँ अझ एउटा चाहिँ स्पिड गराउने र त्यसलाई चाहिँ स्थिर सक्षम बनाउनको लागि चाहिँ एउटा नयाँ चाहिँ अपग्रेड ल्याएको हो। हामीले यसरी पनि बुझ्न सक्छौं कि हामीले यसरी इमेजिन गर्न सक्छौं कि तपाईको घर वा कार्यालयमा तपाईले चाहिँ मानौ कि 9-10 वटा चाहिँ डिभाइसहरु चाहिँ प्रयोग गर्नुहुन्छ, मोबाइल, टिभी, ल्यापटप, स्मार्टफोन लगायतका विभिन्न चाहिँ चलाइरहनु भएको छ, डिभाइसहरु चलाइरहनु भएको छ। पुरानो वाइफाईमा नेट स्लो हुन्थ्यो, तर वाइफाई 6 ले चाहिँ सबैलाई सहजै म्यानेज गर्न सक्छ। द्याट्स द मेन अपग्रेड। यो एउटा अपग्रेडको लागि ल्याएको एउटा नयाँ टेक्नोलोजी हो। अब यो भिडियो सुन्दै गर्दाखेरि, यो भिडियो हेर्दै गर्दाखेरि तपाईहरुको मनमा यो कुरा पनि लागिरहेको होला, हैन? तपाईहरुले चाहिँ सोचिरहनु भएको होला, ओर्लिङ्कले वाइफाई 6 लाई 6G किन भन्यो त भन्ने पनि लागिरहेको होला, हैन? अब त्यो विषयमा पनि हामी थोरै चाहिँ कुरा गरौँ, हैन? 6G भन्ने शब्द यो चाहिँ एउटा किन चाहिँ प्रयोग गर्यो भन्दा एउटा हामी सिम्पल रूपमा पनि बुझ्न सक्छौं, हैन? यो चाहिँ एउटा मार्केटिङ हो, मार्केटिङको कारणले पनि यो हुन्छ, हैन? 6G भन्ने शब्द सुन्दा नयाँ, पावरफुल र फ्युचरिस्टिक लाग्छ, हैन? कम्पनीले यही आकर्षक नाम प्रयोग गरेर चाहिँ आफ्नो नयाँ वाइफाई सेवा चाहिँ प्रचार गरिरहेको, तर टेक्निकल हिसाबले यो 6G मोबाइल नेटवर्क होइन, है? यो वाइफाई 6 हो। ग्लोबल कन्टेक्स्टकै कुरा गर्ने हो भने अहिले विश्वमै पनि 6G मोबाइल नेटवर्क अझै चाहिँ डेभलपकै चरणमा छ, हैन? जापान, चाइना, युएसए जस्ता देशले यसलाई चाहिँ प्रयोगात्मक अनुसन्धान चाहिँ सुरु गरेका छन्। तर नेपालमा अहिले 6G मोबाइल नेटवर्क सम्भवै छैन, हैन? हामीले 5G चाहिँ मोबाइलतिर अहिले देखिरहेका हुन्छौं, तर त्यो पनि नेपालमा सञ्चालनमा छैन, हैन? 4G LTE भनेर चाहिँ हामीले चाहिँ चलाइरहेका छौं भने 6G त अहिले सम्भव हुने कुरै भएन। अब के छ भने यो ओर्लिङ्क 6G चाहिँ एउटा हामीले कसरी बुझ्ने भने ओर्लिङ्क 6G भनेर चाहिँ भनेको छ, यसलाई हामीले कसरी बुझ्न सक्छौं भने यो वाइफाई 6 नट मोबाइल 6G, है? हामीले चाहिँ यो एउटा वाइफाई 6 हो, यो चाहिँ मोबाइल मा हुने जो 6G होइन भनेर चाहिँ हामीले बुझ्नुपर्छ, मोबाइल नेटवर्कमा हुने 6G होइन भनेर हामीले यसलाई बुझ्नुपर्छ। यो चाहिँ हामीले घर अथवा अफिस कुनै कार्यालयमा चाहिँ वाइफाई चाहिँ अपग्रेड गर्नको लागि चाहिँ ल्याएको एउटा नयाँ टेक्नोलोजी हो, यो मोबाइल नेटवर्क होइन भनेर चाहिँ हामीले बुझ्न सक्छौं। र नयाँ टेक्नोलोजी हो, तर 6G भन्ने नामले चाहिँ हामी अलिकति कन्फ्युज चाहिँ भएका छौं, हैन? तर हामीले यो भिडियो हेरिसकेपछि त्यो कन्फ्युजन चाहिँ हटाउनु पर्ने हुन्छ। यो भिडियो हेरिसकेपछि तपाईले बुझिसक्नु भएको छ साँचो कुरा के हो र मार्केटिङ के हो। अब तपाईले मात्र बुझेर भएन, अरु साथीहरुले पनि बुझ्नुपर्ने हुन्छ। प्लिज शेयर दिस भिडियोस so that like, comment and subscribe for more tech clarity video. See you in the next one. Stay smart, stay informed. Thank you for watching. Thank you so much.